सम्पूर्णमा नमस्कार छ। आज साहित्यको एउटा ग्रन्थ पढ्दै जाँदा जुन काव्य प्रकाश भन्ने ग्रन्थमा अमरुका शतक भन्ने ग्रन्थबाट उदाहरणका निमित्त एउटा श्लोक यहाँ उद्धृत गरिएको छ काव्य प्रकाश भन्ने ग्रन्थमा। त्यो काव्य प्रकाशमा रहेको जुन श्लोक छ त्यो चाहिँ केसँग रिलेटिभ छ भन्दाखेरि यो ध्वनि सम्बन्धी पदद्योत्य असमलक्ष्यक्रम व्यङ्ग्यमा एउटा 2 लाइन विप्रलम्ब श्रृङ्गारसँग रिलेटिभ छ भने 2 लाइन यही हो। असमलक्ष्यक्रम पदद्योत असमलक्ष्यक्रम व्यङ्ग्यको सम्भोग अथवा सम्योग श्रृङ्गारसँग रिलेटिभ छ। अब यसमा चाहिँ एउटा प्रेमी र प्रेमिकाको व्यक्तिगत लाइफलाई हेरेर अथवा उनीहरूको व्यवहारलाई हेरेर प्रेमिकाको साथीले आफ्नो प्रेमिका जुन साथी थिए आफ्नै साथी उसलाई चाहिँ केही कुरा बुझाइरहेको थिए। अब यहाँबाट हामीले के पृष्ठभूमिमा बुझ्नुपर्दा त्यो जुन प्रेमिका थिए ऊ चाहिँ एकदमै सोझी थिए भन्ने अर्थमा तिमी सोझी हुनु हुँदैन भनेर सम्झाउने क्रममा यो श्लोक उद्धृत गरिएको छ। मुग्धे मुग्धतयै भने तुमखिल काल किमा रव्यते। अब यहाँ मुग्धे भनेको छ। मुग्धे भनेको जसलाई चाहिँ आफ्नो केही गुणले चाहिँ अरूलाई मोहित पार्न सक्ने भनेर यहाँ आफ्नो साथीले आफ्नो साथीका निमित्त मुग्धे भन्ने सम्बोधन गरिन्। मुग्धतयै भने तुमखिल काल किमा रव्यते। तिमी चाहिँ आफ्नो प्रेमिका अथवा प्रेमीसँग चाहिँ यसरी तिमी सोझो भएर लागिरहेको छौ जसले चाहिँ तिम्रो जीवन बिस्तारै बिस्तारै क्षीण हुँदै गइरहेको छ। किन यसरी तिमी सोझी भएर चाहिँ आफ्नो जीवन व्यतीत गरिरहेकी छौ। उसले अब यो साधारण भाषामा भने उसले चाहिँ तिमीलाई खासै भाउ नदिएको तर तिमीले चाहिँ एकदमै धेरै भाउ दिएको भन्ने टाइपको कुरा गर। अब यसमा अब प्रश्न उठिहाल्छ ऊ किन सोझी भई भन्ने कुरामा चाहिँ अब तिमी यसरी सोझी भएर हुँदैन। अब तिमी कस्ती हुनु पर्यो भन्दा मानम धत्स्व धृतिम वदा नरिजुताम दूरे कुरु प्रेयसी। तिमी एकदमै सोझी भयौ, तिमी उप्रति एकदम इमान्दार भएर लागेको छौ ठिक छ, तर अब तिमीले उसको पनि मान राख र तिमीले आफ्नो पनि मानलाई चाहिँ ग्रहण गर। अनि धृतिम वदान आफ्नो धैर्यतालाई चाहिँ एकदम सुदृढ बनाऊ। अनि के गर त भन्दाखेरि आफ्नोमा जुन रहेको सोझोपन छ त्यसलाई चाहिँ तिमीले टाढा गर। यस्तो यो 2 लाइन भनेको चाहिँ अब के भयो त भन्दाखेरि तिमी एकदमै सोझी भयौ। अब तिमीले चाहिँ अलिकति बाठी बन्नुपर्छ भन्ने टाइपको यो चाहिँ अब उसको सोझोपनबाट बाठोपन बन्नका निमित्त चाहिँ अब भइरहेको संयोगलाई चाहिँ विप्रलम्ब गराउने काम गरिन् आफ्नो साथीले भने। अब अर्को श्लोक छ उसले सुनिन् नि जब साथीको प्रेरणादायी कुरा। अब उनले के भन्छन् भने सख्यैवम प्रतिबोधिता प्रतिवचस्तामाह भीतानन। आफ्नो साथीले आफूलाई सम्झाएको यस्तो कुरा सुनेर चाहिँ एकदम डराएको भीतानन भनेको एकदम डराएको मुख पृष्ठलाई अथवा यो आफ्नो फेसलाई डराएको जस्तो प्रतीत गएर के भन्छन् भने निचै संसारित स्थितो हिननुमे। तिमीले चाहिँ यो साथी तिमीले चाहिँ मलाई एकदम सानो स्वरमा भन यस्ता कुरा भन्दा अथवा सानो स्वरमा भन न। किन भन्दाखेरि निचै संसारित स्थितो हिननुमे प्राणेश्वर श्रोष्यति। जुन मैले आफ्नो हृदयमा आफ्नो प्रियतमलाई राखेको छु तिमीले यति ठुलो स्वरले भन्यो भने त मेरो हृदयमा निवास गरेका प्रियतमले तिमीले भनेको कुरा सुन्न सक्छन् नि भनेर चाहिँ यो दोस्रो लाइनमा चाहिँ एकदमै राम्रो श्रृङ्गार अथवा सम्भोग श्रृङ्गारको प्रयोग गरिएको छ। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अब यसको आशय के भने तिमी अलिकति बाठी बन्नुपर्छ भन्ने उपदेश दिएको छ भने माथिल्लोमा भने दोस्रोमा भनेको चाहिँ म बाठी बन्दिनँ किनकि मैले चाहिँ आफ्नो प्रेमीलाई चाहिँ हृदयमा राखेको छु भनेर यहाँ चाहिँ सम्भोग अथवा संयोग श्रृङ्गार चाहिँ यसरी प्रतीत हुन्छ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।